भनेपछि विदेश जाने फिक्स भयो। कस्तो जाने हो र भने भिजा र भोलि बेलुकाको टिकट छ यार। अनि तपाईँ विदेश गएपछि मेरो केयर कसले गर्छ? त्यसो त भन्न सक्दैन, म चाहिँ केयर गर्छु। तेरो भोलिको फ्लाइट भने होइन, तँ आजै गएर एयरपोर्ट गएर बस, प्लेन छुट्न सक्छ कि भाउजूको त हामी ख्याल गरिहाल्छौँ नि। आहा कति राम्रो देखे केटा हो, कति राम्रो देखेको। ल म विदेश गएपछि आफ्नै दिदीले सोचेर केयर गर्ने कुरो बुझ्यौ। पुस महिना भाइटिका के का पुस महिना नि शुभ कार्य जहिले गरिनुहुन्छ कुरो बुझ्यौ। मुलाहरू अब के भन्ने दिदी। भेरी गुड। ल बाबु राम्रोसँग जा। तर बा मलाई विदेश जाने मन छैन। अब पठाउनु त मलाई पनि मन थिएन, तँलाई थाहा छ नि हामी कति गरिब छौँ भन्ने कुरा। यहाँबाट यत्रो ठुलो घर छ यार, कहिले तपाईँ मेरै भेट हुँदैन घरमा। प्लेन छुट्छ, छिटो जा। कतिखेर आउँछ त्यो? ढिलो भइसक्यो यार, प्लेन छुट्टा जस्तो भइसक्यो। ल राम्रोसँग जानु है। त्यो त म जाउँला कि अस्ट्रेलियाको भिसा लगाएको थिएँ, मेरो भाउ बढी छ अलिक कम बोला। आएछ ल ओए केटा हेर इन्टरनेसनल भिसा लगाएको थिएँ, लोकल केटाहरू त चिन्नै गाह्रो भइसक्यो भने मलाई। के हो तिमीहरू? मलाई बिदा गर्न नानी मलाई। ए हुन त आइफोन साइफोन घडीको लोभले आला तिमीहरू। थाहा त पाउँछ है। ल ल ल ल अनि बोर्डिङ पास खोइ? अलिक बात झोला झोला अनि लगेज खै? लगे ती के कुना ला लगेज त घरमै छुटेछ। ओहो घरमै छुटेछ, अब सबै सामान त्यहीँ छ, लगेज लिन जानु पर्यो नि यार। अनि त प्लेन छुट्छ नि त।